आज चाहिँ हामी नयाँ साइटमा आइसकेको छौँ काम गर्नको लागि। अनि ग्रेनाइट काटेर चाहिँ हैन टक्क अब स्टेपको लागि तयारी हुँदैछ। अनि स्टेप चाहिँ डबल पट्टी गर्ने कामको तयारी हैन भन्ने म चाहिँ गर्दैछु। अनि आज चाहिँ दिनभरि कटिङ सटिङ गर्दै टाइम लस भइगयो। टाइम फिनिस भयो भनौँ न, लस त हैन, युज नै राम्रै भइरहेको थियो। अनि त्यसपछि टक्क आज चाहिँ अब टालिसकिदिनु पर्यो। आज मैले टालिनँ भने भोलि काम हुँदैन भनेर म चाहिँ अनि आफ्नो काम गर्नलाई रात परिसकेको छ हैन, तपाईँहरूले चाहिँ पत्याउनु पनि हुन्न होला। अनि म चाहिँ यस्तो बिस्तारै आरामदायी तरिकाले चाहिँ बन्टाइड चाहिँ हैन घिच्दैछु। यो चाहिँ घिच्ने तरिका हो, यो चाहिँ मजाले घिच्ने। यो अलिक साह्रो पनि भइरहेको छ अनि गाह्रो हुन्छ कि यसको चाहिँ। सुरुमा चाहिँ सजिलै हुन्छ, यो अलिक धेरै बनाएर, त्यही भएर ठिकै मात्रामा बनाएर चाहिँ दलो भने सजिलो हुन्छ यो बन्टाइड चाहिँ, जस्तो लागिरहन्छ मलाई चाहिँ। तपाईहरूले पनि त्यसै गर्नु होला। अनि अनि ट्याकटुक गरेर चाहिँ सक्यो अनि हैन हाम्रो चाहिँ आजको काम। अनि सुत्नु पर्यो। अब बाहिर चाहिँ साथीहरू मज्यारो पर्यो। हामी चाहिँ यो साँगाको छेउछाउ काम गर्नलाई आएको हौँ। अनि यो बाटो चाहिँ सर्र मेन रोड निस्किन्छ, खोटाङ जाने रोड हैन। अनि सकियो, बाइ बाइ।